हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। सञ्चारमै हुनुहुन्छ होला भन्दै म पनि सञ्चारमै छौँ। म पनि होइन, हामी सबैजना सञ्चारमै छौँ। हाम्रो गाइसहरू यता हेलो हाई गरिदियो गर्दैन यति त एकदम लजाउँछ कि। अनि यहाँ बगानगडामा चाहिँ मिटिङ छ अरे, भोट हाल्ने मिटिङ रे। मलाई पनि थाहा छैन राम्रोसँग बोलाएर आएको हामी चाहिँ। चरस थाली हुन्छ होला नि। हामी चाहिँ बगानगडा मिटिङमा जाँदैछौँ। हामी आइसक्यौँ, तर यहाँ हामी टिका फुलको लागि तयारी गर्दैछौँ। आज एउटा भोलि एउटा अन्त नि राख्नु पऱ्यो नि। यता हेलो भन्दै भने कस्तो अरे, उता चाहिँ टाउको फर्काएर बस्ने गाइजहरू। यहाँ चाहिँ मान्छे भरे फुल खोज्दैछौँ हामी चाहिँ। यसले चाहिँ भनेको मान्छे आइसकेको छ उता, त्यही भएर अहिले एकछिनपछि देखाउनेछौँ हामी मिटिङमा कुराहरू सुन्नु पर्यो। हाम्रो गाउँमा तरुनी जम्मा 3 जना। हिँड न भाइ, हिँड न 2 जना। पार्टीका सदस्य लागि हामीले हाम्रो क्षेत्रबाट हाम्रो सोमबहादुर थापाज्यूलाई हामीले बोलाउनको लागि म यहाँहरू सम्पूर्णलाई अनुरोध गर्न चाहन्छु। र हामी यहाँ यो गाउँमा जनजाति र दलित नै छौँ। खसाले अब क्षेत्री बाहुन थोरै छ, डाँडामा चाहिँ भन्नु न उहाँहरू। र हामी असाध्यै पिछडिएको पहिलादेखि नै अलिकति खिचेमिचेमा पढ्दै आइरहेको वर्गको मान्छे हौँ हामी। त्यसैले धेरै सोचिरहेको छ, यसपटकको चुनाव पहिलाको जस्तो हुँदैन, अलिकति फरक खालको हुन्छ, नयाँ खालको चाहिँ हुन्छ। पहिला जस्तो बाउ बाजेको पालादेखि रुखै हो, बाउ बाजेको पालादेखि सुरेरै हो हामी त भन्ने खालको जमानामा हराइसकेको छ। अहिले धेरै चाहिँ भोटर्सहरूले, मतदाताहरूले आफ्नो मत चाहिँ पक्कै पनि चेन्ज हुन्छ, परिवर्तन हुन्छ। हेलो गाइस, आजको भिडियो चाहिँ यति नै थियो होइन। हामी चाहिँ मिटिङ सकेर हटे जाँदैछौँ। आजको भिडियो यति नै थियो। हजुरहरूले पक्कै नै माया साथ सपोर्ट गरिदिनु हुन्छ होला भनेर आशा छ मलाई। प्लिज किप लभिङ, किप सपोर्टिङ मेरो भ्लगमा। लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गरिदिनु होला भन्न चाहन्छु म चाहिँ। आजको भिडियो यति नै थियो। बाई बाई गाइस।